Hello everyone, welcome back to तपाईँहरूलाई हाम्रो युट्युब च्यानलमा फेरि पनि सबसँग हामी घान्द्रुकबाट फेरि आज रिटर्न हुँदैछौँ। हामी आज हिजो बसेर आज फर्किँदैछौँ। टक्क सबैजना यही छौँ है। ल देख्न सक्नुहुन्छ हाम्रो अङ्की गाइजहरूलाई हालत यस्तो छ। पाइन्टहरू चाहिँ अहिले हिजोकै भिडियोमा देख्न सक्नुहुन्छ। सयो बाई बाई घान्द्रुक। अब घान्द्रुकलाई बाई बाई भन्ने बेला आइसकेको छ। हिजो चाहिँ एकदम नेक्स्ट लेभलवाला राइड भयो। भिडियो गर्ने मेसै भएन। स्कुटरहरू काँधमा बोकेर एकदम खोला बढेको नाजुक अवस्था स्थितिमा आएको थियौँ। आज प्रत्यक्ष देख्न सक्नुहुन्छ हालत। कोही कट्टुमा, कोही केमा, कोही कट्टु र बुटमा, यस्तै छ। अब त्यहाँ गएपछि म पनि कट्टुमा हुन्छु। त्यही नै हो सबैजनाको हालत। कस्तो भइरहेको छ घान्द्रुकको ट्रिप? कस्तो लाग्यो? अरे कसो हो यस्ता यस्ता मान्छेहरूले त हाल्छन् कहाँ कहाँ झडक। अहिले चाहिँ हामी यहाँ अब आइसकेका छौँ। कुहिरो देख्न सक्नुहुन्छ। एकदम फगी फगी भइरहेको छ यतातिर। कसले खायो हुक्का? विशाललाई हुक्का खायो क्या? हिजो चाहिँ हाम्रो साधन यहाँ राखेर उहाँ हो हामी चाहिँ बसेको होलिडे इनमा बसेको थियौँ। हामी चाहिँ स्टे गरेको चाहिँ अब फर्ममा आउनुपर्ने हुन्छ। यहाँबाट चाहिँ हाम्रो साधनहरू यस्तरी ल्याएर घुसाइदिएका थियो भने ल न म फर्ममा आउँछु क्या अब। ए भाइ मेरो फर्ममा आता हो। अब चाहिँ फर्ममा आउनुपर्ने हुन्छ। अहिले चाहिँ अब हामी साधनहरूको स्टार्ट हान्दै टक्क अब फर्ममा आइसकेँ। फेरि दादा यता पनि त्यो मेरो त्यो ऱ्याङ्कर झिक्नु त अझै फर्ममा आउँदै छ नि साँच्चै मैले। ल गाइज हामी फर्किसकेछौँ घान्द्रुकबाट। बाटो एकदम स्टेबल छ। बोल्न खासै अब त्यस्तै त्यस्तै हो। बाटो हेर्न पनि बोल्न त त्यस्तै हो, भिडियोमा पनि गाह्रै छ। बाटो यस्तो खतरनाक छ, खतरनाक। हामीले अब नेक्स्ट लेभल एक्सट्रिम अब कोही पल्टिहालेछन् भने अब कन्टेन्ट त्यतै निक्लिहाल्यो भन्छ नि। यस्तो बाटो अगाडि देखाइदिनु त एक लट। अब सुरु भएछ धान रोपाइ। रोक रोक रोक। ल गाइज हामी चाहिँ एउटा सानो परीक्षामा पास भइसकेका छौँ। अब एक्सट्रिम लेभलको सुरु हुँदैछ है नि त। ल केटा यहाँ छन्। ल यी गाइजहरू ल गाइज यसको बाइकले अलि यतै छोडेर जानु पर्ला जस्तो यसको बाइक। गाइज अब फेरि सुरु भइसक्यो हाम्रो यात्रा। क्रम बाटो अब त्यस्तै यस्तै छ। स्कुटर पनि अब खोज्दै ल्याइयो। डट स्कुटर ल्याएको थियो यस्तै हो केटा। थोडी स्कुटर मात्रै होइन नि। अब नेक्स्ट लेभल डाउन हिल। अब डाउन हिल हिजो अपिल थियो भने आज डाउन हिल त्यस्तै भइरहेको छ। अब गोप्रो सोप्रो अब एडप्टर सेडप्टर भएर त अब फ्रन्ट भ्यू देखाउनु हुन्थ्यो कि अरे। अब त्यस्तै राइट साइड अब यसरी नै हेर। अब बाटो अब भिडियोमा चाहिँ जस्तो देख्थ्यो नि यहाँ हामीले रियलमा भोग्नुलाई चाहिँ त्यस्तो यस्तो छ बाटो। अहिले चाहिँ
हामी यहाँ अलि तलपट्टि आइसकेका छौँ। ट्रक फसेर रहेछ, बाटो ब्लक रहेछ। त्यही नै अब यहाँ चाहिँ यस्तो बाटो छिर्ने र अब यसलाई निकाल्ने केही छुट्टी लगाउनु पर्ने हुन्छ। नाला खन्दै रहेछ है। जति छिर्छ छिर्नु चाहिँ यताबाट छिर्छ। यताबाट यता छेउतिरबाट पनि जान्छौ। कस्तो भइरहेछ लक्कड एकदम बड़ा रिक्स ना लिए थे इसलिए जूता पे पहन लिया। ए जुत्तामा आइसक्यो फेरि। के भयो अरे? सही सही जुत्ता लाउनु पर्छ कि त्यही भएर मैले यस्तो पर्छ मेरो जुत्ता लाएर हिँड्दै। त्यही त नि तिम्रो हाफ छ नि त मेरो त अझ फुल खाले अनि त्यो क्यान सलाएर राख्ने र कहाँ जानु बाल फालिदिनु त मेरो। ए घोसे निकालिदेऊ त निकालिदेऊ त। यिनले त उडाइदिन्थ्यो के अरे त्यो उसको गाडी। हेन्ड्रेक तानेर घचक पारेर हो क्या एउटा जान्छ हौ तर हेर छेउबाट एक्जाम तर बाइक त त्यो डाँडा डाँडै हालिदियो नि भयो नि। अब त्यही समयको लागि यतैतिर किन्नु जस्तो छ। यता पनि जान्छ बाइक त यार। यही अब डोजरले घुटाएर घान्द्रुकको अवस्था यस्तो। यहीँ खनाइदिने रहेछ कि यस्तो रहेछ अवस्था। अब जानुपर्ने हुन्छ हामी। निक्लिनु पो कसरी अब आउनु होला निक्लिदिइहालौँ न। झ्याउ हुन्छ क्या फेरि त्यो आयो भने बिचमा अड्किन्छ के। फेरि अर्को नि अर्को नि आउँदै अर्को नि आउँदै। ओ हट्न आयो आयो पावरफुल रहेछ क्या। यस्तो अवस्था घान्द्रुकको कोही पनि नआइज घान्द्रुक। अझै एउटा यो त फसिन्छ यार। यो त फसिन्छ। आयो त यार। ल अब चाहिँ निक्लिएको र फसेको गाडी हो र अब जाँदैछ फेरि अवस्था चाहिँ यस्तो खतरा है। दुई शब्द खतरनाक भएर अझै खोलो तर्ने छ। आइज म त्यो बाइकमा बस्ने तर मलाई चाहिँ भाइसँगै सेफ फिल भइरहेको थियो। सेफ दोस्त ग्यापमा हिँड्यो है दोस्त यार। भाइले रोक्नु भन्नुपर्छ क्या हो सट्नुपर्छ जस्तो हो। डर छैन अहिले हाइट बसेर
स्कुटरको तल हुन्छ बरु झ्याप्प खुट्टा टेकिहाल्छु भन्ने हुन्छ बाइकमा माथि बस्नु जाम जाम ल गाइस म चाहिँ अब बाइक चेन्ज जान्दैछु म बाइक चेन्ज जान्छ भाइसँग जान्छु मैले भाइसँग चाहिँ सेफ फिल गरेँ ल भाइसँग चाहिँ मैले सेफ फिल गरेँ किन ए ल निकाल्न पर्छ तेल के तेल ल दम राइड सुरु भइसकेको छ हाम्रो बाटो हिजो देख्न सकिन्छ तल यत्रो यत्रो टर्न रहेछ त्यही भएर हो कि बाटो बिग्रेको चाहिँ अब यस्तो भइरहेछ र त्यही नै हो अब फेरि स्टार्ट देखाएर आयो लगाए जान्थे गाइस बाटो पिच त थियो जस्तो लागेन के एउटा भेडा आम फाल्यो नि लगाए बाटो बाटो भेटियो। यस्तो एउटाले हाल्थ्यो फेरि अब यतै हाल्थ्यो एउटा भेडा आम फाल्यो भने सबै त्यता आम फाल्छ यसले त्यस्तो खाले छ यता माहौल चाहिँ त्यही नै हो लगाए आज खोलो तार्दा चाहिँ अलि सजिलो होला जस्तो छ राइडर साथीहरू भेट भइएछ होला यार हो रक्तमा पनि भाइसँग ये देखो ये तो जंगल सफारी से भी खतरनाक जंगल है हिजो राति आउनु नपाएको त हामीले होला यार यो त एउटा भिडियो बनाउनु पर्छ यार पानी पर्दैछ बनाउनु माथिबाट कति किलो यार जुनमा है हेर्नु त है त यहाँ सोधेको हुन्छ नि हाम्रो अरे ओएमा कति फग्यो ओए बाटै देखि अरे भाई आगे तो रास्ता ही नहीं है भाई रास्ता ही नहीं है अरे बादल लग गया बादल लग गया अरे बादल नहीं रोकते भाई लोग अनि अगाडि भइसक्यो डक्टर है त्यो काँची म त्यो रोडै घाँस्छु थियो यार अलि हरियो ल गाइस सेट भयो एउटा कुरा चाहिँ हामी त्यत्रो बोलेको भिडियो बोलेको भिडियो नै रहेछ यार पानी पर्यो गाइस ल पानी पर्यो गाइस ल बाटो त्यति बाटो सक्नुहुन्छ खोलामा नाला हो कि नालामा ए के भन्छ रे बाटोमा खोला हो कि खोलामा बाटो हो त्यो चाहिँ भइरहेको छ यहाँ अब पानी पर्ने बेला चाहिँ एकदम गाह्रो अब मोबाइल पनि बचाउनै पर्यो 2 लाख फेरि जस्तो बनाउने भइहाल्यो हाम्रो साउन्ड पनि अलि त्यस्तै आयो होला त्यस्तै आयो होला अब जति सक्दो त्यति क्याप्चर गर्ने कोसिस त गर्ने नै छ हामीले अब यहाँ आउँछ त्यो बाटै घाँस्ने बेला है पानी परेर देख्न सक्नुहुन्छ अरू राइडरहरू पनि यस्तो अवस्थामा छ आज चाहिँ अब हिजो त्यो बाइक स्टोर पारेको क्लिप चाहिँ हामीसँग छ होला है छ त्यो पनि हालिदिन्छौँ त्यो कस्तो दुःख ल्याएको छन् भन्ने कुरो अब आज चाहिँ अरू साथीहरू पनि भेटेछन् के अरे हामीले आज पर्ने हुन्छ मिलिजुली कस्तो क्यामेरामा नदेखेको रहेछ कि होइन डेन्जर फगी थियो अहिले यार तर लास्ट बवाल हो कि तर यो ल गाइस यो फोनको ओनरले चाहिँ हामीलाई धम्की दिइरहेछ पानी पर्छ भनेर
त्यही भएर भिडियो चाहिँ आजलाई यहीँसम्म समाप्त हुनसक्छ। बाटो ल्याइदिनु न तल अरे लगाइ आज हामीलाई मौसमले साथ दिएन, त्यही भएर भिडियो चाहिँ यहीँसम्म इन्डिङ गरौँ होला भन्दा नि अब क्लिप क्लिप त आउँछ होइन। भित्रभित्रमा अब सकेसम्मको सेफ तरिकाले क्याप्चर त गरि नै राख्छौँ के र अब त्यही नै अब पानी बचाउनै पर्यो। गाह्रो छ नि फेरि, गाह्रो 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 गाह्रो। गाइस अहिलेलाई यति नै, भेटौँ हामी एकछिनपछि। अहिले चाहिँ हामी एकदम यहाँ नेक्स्ट लेभलवाला झर्नामा आइसकेका छौँ। प्रत्यक्ष देख्न सक्नुहुन्छ यो झर्ना देखाइदिनु त क्यामेराम्यान। ए हिजो त एउटा सानो देखियो थियो है बाफ्रे हो। अब एक फोटो त हान्नै पर्ला। अब सब एकछिन यहाँ केरपमा बसेर फोटो पछाडि झर्ना देखिसक्नु भयो होला। यस्तो लभली रहेछ यो झर्ना। हिजो चाहिँ रातिमा खासै त्यस्तो सानो देखिरहेको थियो, अहिले चाहिँ खोँडै देखिरहेको झर्ना चाहिँ। एकछिन फोटो, अब थोरै टाइमको लागि फोटो सेक्सन अब केही छिनको लागि भिज्दै भए पनि यो मेमोरीहरू ग्यादर गर्नुपर्छ होइन। के छ समस्या? अरे मिल्दैन मेरो। छोटो समयको फोटो सेक्सनपछि फेरि पनि हाम्रो गन्तव्यतिर लाग्नको लागि सबै रेडी भइसकेका छौँ। अब गेट रेडी फेरि रेडी टु राइड एक्सट्रिम डाउन हिल। अरे यस्तो भइरहेको छ अवस्था, स्थिति देख्न सक्नुहुन्छ। अनि यस्तो थियो यहाँ। अब फोटोहरू हेर्न मन छ भने सबैको हाम्रो इन्स्टाग्राम टिकटकमा गएर चेक गर्नुपर्छ है। ल यसको सुनिल यसको फोटो हेर्न मन लाग्यो। यो यसको इन्स्टाग्राम आइडी यसको फोटो हेर्न मन लाग्यो। विशाल त्यही नै हो। सबले अब टिकटकमा फलो मेरो प्रतीक 368 भयो क्या त्यो टिकटक आइडी। हामी चाहिँ नेक्स्ट लेभल एक्सट्रिम खोला फेरि पनि स्कुटीहरू बोकेर तारिसकेका छौँ। अहिले चाहिँ अब तारेर अब राइडमा फेरि राइड सुरु भइसकेको छ हाम्रो घरतिरको। त्यही नै हो बाटो। अझै पनि त्यस्तो एक्सट्रिम अझै एउटा सानो खोला है। मिलाउनु पर्ने हो, त्यहाँ त पर्ने। त्यही नै हो। सजिलो नि हुने, गाह्रो नि हुने यार। गाह्रो नि हुने, तर यसले चाहिँ खत्रै ल गाइस ल बाटो
झर्ना देखिसक्नु भयो होला कि अब के छ बोल्न पनि सकिएन अब राइडले त्यस्तै लोड हान्छ अब कति गेट भन्दा गेट लाउनु होला नि रोको 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 अहिले चाहिँ हामी यहाँ पानी खाने ब्रेकमा रोकिरहेका छौँ देख्न सक्नुहुन्छ अब अर्को फोन ब्रेक भएर फेरि अर्को यता अर्को फोनमा आइसक्यो रिभर क्रसिङ छ है अर्को पनि यहाँ अब पानी खाल्छौँ के पानी चाहिँ रिभर क्रसिङ भइसक्यो हाम्रो अब फेरि यात्रा सुरु हुँदैछ अहिले चाहिँ अब छैन जस्तो लागिरहेको होला अरू साइडतिर नालाहरू त छन् कि खोला छैन सायद पानीमा हाल हामी अगाडि अब तिमीले ढुक्क लगायत खोला देखिसक्नु भएको छ कस्तो खोला हो ल फेरि त्यही नै हो फेरि पनि अब यो नेक्स्ट लेभलवाला खोला पनि पार गरिसकेका पार त होइन आइसकेका छौँ हामी अब चाहिँ त्यही अब त्यस्तो अप्ठ्यारो छैन है अब छैन अब त अब लगभग राम्रै बाटोहरू छ वाक लाउनु बिच अब वाक्कै लाउने फेरि काँक्रा मात्रवाला मात्रै चिज पनि पक्रो हेर्नेसम्म त भाइ हेर्नेसम्म त धन्दाले यहाँ बिजो गइरहेको अब यहाँ नेक्स्ट लेभल एक्सट्रिमवाला हो त भाइ हमारा लगाइज अब हल्का मात्रै अप्ठ्यारो अब त्यसपछि पिच हस्पिटल आउने गरी अनि त्यसपछि चाहिँ जान्छ हामी पोखरा चाहिँ अब डाइरेक्ट नास्ता खानु ल भाइ भाइ त्यो अघिको एकदम दरनाथ खोला चाहिँ यही हो केटा देख्न सक्छौ कस्तो छ यहाँ एकदम बस्ने रिक्स आउँछ है पुरै रोडतिर यहीँ छ रोड आधा रोड नै उडाइदिएर त्यहाँ त्यस्तो के भन्छ खोला चाहिँ है अब चाहिँ हामी लगभग तल झर्दियो अब फेरि माथि चढ्यो फेरि तल झर्नुपर्छ फोटो हानौँ न त एउटा यहाँ अब डङ्कीवाला घुम्टे ल्यान्ड क्याफे एन्ड फास्ट फुडमा चाहिँ हामीले नास्ता यो घुम्तीमा है यो घुम्तीमा तपाईँलाई डिजे वाटर उहाँ नास्ता खाएपछि चाहिँ बिहान नास्ता खाएपछि के हल्ला त भाइ भित्र ढुङ्गा बसिसक्यो कि भित्र त नबस्नु अरे त्यत्रो यस्तो समस्या र हाम्रो यात्रा राइड हानेर पनि अझै अगाडि आइसकेका छौँ अहिले चाहिँ हामी भने हाम्रो 2-3 फोन एक्सिडेन्ट हुँदै ब्लक हुँदैछ हाम्रो चाहिँ चार्ज सकिएको कारणले गर्दा कोही अघि कोही पछि भइसकेका छौँ हामी फेरि पनि हाम्रो स्कुलहरूले अलिकति उकालोमा दिकिदिकिन गर्छ personal dream.
जाने किन जाने छैन मेरो खेल्ने बानी जाने किन जाने मेरो खेल्ने बानी भन्छु कल्कल जाने किन जाने भन्छु कल्कल जाने किन जाने ल ल जान्छौँ गाइस ल ल छोटो रमाइलोपछि हामी फेरि पनि हाम्रो यात्रा सुरु हुँदैछ अगेडाहरू हाम्रो साउन्ड चाहिँ कस्तो आएर हिँड्छ अब हिमजाको भेटौँला बाटोमा पानी पर्यो डेन्जर खतरा पानी पर्यो स्कुटरले पनि 90 हान्ने तरिकाले आइसकेका छौँ हामी टेस्ट राइडै गाइस त्यसै अब यता यहाँ प्रत्यक्ष देख्न सक्नुहुन्छ बाटोको हालत अहिले चाहिँ यस्तो छ फेरि त्यहाँ गएपछि सलल
नेक्स्ट लेभल यता पत्ता लिएर हामी यहाँ पोखरा आइसक्यौँ झन्डा पार्क थियौँ अब चाहिँ हाम्रो घरकै यतैतिर व्यवस्था हान्नुपर्ने हुन्छ जो रमाइलो भयो हाम्रो घान्द्रुक राइड चाहिँ घान्द्रुक ट्रिप चाहिँ रमाइलै भयो भनौँ है अहिले चाहिँ हामी यहाँ झन्डा पार्कनिर छौँ सिप्रे ढुङ्गा अनि हाम्रा राइडरहरू हामी चाहिँ माथिबाट हेम्जाबाट चाहिँ राइडर चेन्ज भएको थियौँ भने टाइम अहिले त्यही नै छ अब भ्लगलाई यतैतिर व्यवस्था हाल्नुपर्ने हुन्छ हामीले ल त्यही नै अब नेक्स्ट भ्लगमा भेटौँला अब हजुरले केही भन्न चाहनुहुन्छ मजा भयो भ्लग अब हिँड हुँदैछ मजा भयो नेक्स्ट लेभल रमाइलो भयो ल ग्याङ कस्तो भयो त नि आजको राइड मजा भयो नि होइन अब भ्लगलाई यतैतिर व्यवस्था हान्न गइरहेको छौँ कि हामीले अब केही भन्न चाहन्छौँ भने भन के त्यो खेर्न लाग्यो भ्लग अब यतैतिर व्यवस्था हान्दिनु पऱ्यो भनेको एकदम बवाल भयो घान्द्रुकको राइड चाहिँ सही हो तर यो मनसुनको समयमा चाहिँ कोही पनि नजाओ केटा हामी तर घर आइयो है यस्तो स्कुटर बोकेर गएको यो जोस भनेको हाम्रो कहिले पनि नहराओस् है ल यतातिर भ्याइयो अब यता भन ल खै अलि माथि गर अब हाम्रो ब्लग आजको लागि यतैतिर समाप्त हान्न जाँदैछु म तिम्रो 2-4 शब्द आजको राइड के कस्तो भयो तिम्रो अनुभव हिजोको चाहिँ बवाल भयो उहाँ के भन्छ घान्द्रुक होइन घान्द्रुकमा चाहिँ त्यस्तो खासै मजा आएन तर घान्द्रुक जाने बेला चाहिँ मजा आयो मजा आयो मजा हुने रहेछ घान्द्रुक चाहिँ जानुपर्छ है कस्तो भयो ल यिनको भनेमा जाऊ केटा त जान चाहिँ जाऊ तर यो मनसुनको समयमा यस्तो गाडु स्कुटरहरू लिएर चाहिँ नजाऊ त्यही भन्न चाहन्छु अब अलि डर छ भने त जा होइन ल अब तिम्रो के भनाइ छ मेरो भनाइ छ भने अब जानुभन्दा अगाडि साधनहरू बनाएर यताउता गरेर जानु पऱ्यो बाटो त त्यस्तै गाडीको त इन्टरभ्यू होइन बिचमा हो नि अनि त्यस्तै हो अब मिलाएर जानुपर्छ बेमौसममा जाने होइन सिजनको बेलामा ट्याक्टर मिलाएर जानुपर्छ रमाइलो हुन्छ होमस्टेहरू राम्रो छ त्यति भन्दै हस् त्यही अब नेक्स्ट भ्लगमा भेटौँला मेरो भनाइ नि त्यही हो केटा अब खत्रै प्रिपेयर भएर जाऊ जान छ भने तर स्कुटरहरू चाहिँ लिएर नजाऊ किनभने खोलाहरू बढ्ने समस्या हुँदो रहेछ त्यहाँ चाहिँ अब त्यस्तो स्कुटरलाई अलिक गाह्रै पर्छ भित्रमा पानी पर्छ बिग्रिन सक्छ त्यही भएर चाहिँ अलि प्रिपेयर भएर जाऊ त्यही नै हो अब आजको भ्लग अब एउटा भरुवा चाहिँ हाम्रो यहाँ माथिको छ अब त्यसलाई पछि फेरि छुट्टै पर्सनलमा सोधौँला हो आजको लागि भ्लग यतैतिर व्यवस्था गर्न चाहन्छौँ भेटौँला नेक्स्ट भ्लगमा जय नेपाल जय नेपाल चल मान्दु